हेलो साथीहरू, आज चाहिँ म हजुरहरूलाई एउटा अचम्मको घटना देखाउन गइरहेको छु। मेरो चाहिँ भइरहेको घरमा चाहिँ अन्तबाट मौरी आएर नयाँ झुन्ड लिएको मौरी आएर बसिरहेको रहेछ, झगडा गरिरहेको रहेछ र मैले चाहिँ रानी अट्याइसकेको छु र त्यो झगडा गरेको घरलाई चाहिँ अन्त सारेर नयाँ घर चाहिँ त्यसमा राखिदिएर खाली फ्रेमहरू राखेर चाहिँ यो केजमा राखेको रानीलाई त्यहाँ राखिदिँदैछु। यसो गर्दा चाहिँ तपाईँको नयाँको मौरीहरू चाहिँ रानीको गन्धले यसरी नयाँ घरमा आउने गर्छ र यहाँ भएको घरलाई चाहिँ मैले अन्त लगाइसकेको छु। यसो गर्दा चाहिँ मौरीले झगडा गर्दैन र मिलेर बस्दछ। मौरी पालन गर्दा चाहिँ एकदमै धेरै कठिनाइहरू आउँछ, तर हामीले चाहिँ एकदम बुद्धि लगाएर यसलाई समाधान गर्नुपर्छ। देख्न सक्नुहुन्छ यो सेतो घर चाहिँ मैले उता पहेँलो घर भएकोदेखि सारेको हो र यो सेतो घर चाहिँ पुरानो घर हो र यो पहेँलो घरमा चाहिँ अब नयाँ मौरीहरू आएको मौरीहरू चाहिँ यसरी जाँदैछन्। तपाईँको थोरै मौरी छ भने चाहिँ कतैबाट छुटेर आएर भइरहेको मौरीसँग झगडा गरेर पुरानो रानीलाई मारेर नयाँ घरमा आफू बस्नलाई यसरी झगडा गर्दछ र हामीले चाहिँ यसरी यसको समाधान गर्न सकिन्छ। र यो चाहिँ कतैबाट स्वार्मिङ भएर आएको मौरी हुनसक्छ। यतिखेर चाहिँ एकदम यो स्वार्मिङको सिजन भएको कारणले गर्दा यो मौरी आएको होला र एकदम धेरै झगडा गरेर मौरी पनि मरेको छ। हजुरहरूसँग खाली घर छ भने यतिखेर पासो राख्नु होला, किनकि पासो राख्दा मौरीहरू आउने सम्भावना धेरै हुन्छ। धन्यवाद।